ह्याप्पी न्यू इयर। बुढापार्टी चाहिँ यहाँ छ। लु हाम्रो आजको पिकनिक स्टार्ट भइसकेको छ हाम्रो खोलामा, नजिक घर छेउको खोलामा। आमै यहाँनिर सब्जी काटकुट पार्नु हुँदैछ दिदीहरूले आमाहरूले बसेर। बढी यी दाउरा पनि हामीले थुपारिसकेको छौँ। घरमा चाहिँ पानी नभएर यी लुगा पनि हामी यहाँ खोलामा लिएर आएको। दुईटा चुला बनाइदिनु भएको छ यी बाबाले। एउटा कराईमा छ यहाँ एग्स, यो चाहिँ हो चियाको लागि। चियाको लागि प्रिपेयर हुँदैछ। चिया बनाउने मान्छे चाहिँ भर्खर आइपुग्यो नि त दुधेर। यहाँको भ्यू चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो घर छेउको नजिकै खोला हो। चिया बनाउने चाहिँ म हो नि त, घरमा पनि मै हो, यहाँ वनमा मै हो। आज चाहिँ रमाइलो भइरहेको छ। हाम्रो फ्यामिलीहरू मात्रै हो। त्यहाँ डाइरेक्ट होइन, यहाँ मसलाहरू चाहिँ हेरेको त हाम्रो नानीले चाहिँ यहाँ दाउरा खोजेर लिएर आएको अरे। लो हिरो भएर म चाहिँ यहाँ चिया बनाउँदैछु। यहाँ चाहिँ दिदीले के को लाइन पो यो टी टाइम। यो कसको आइडिया अरे यो ट्रेको चाहिँ? निलम दिदीको। अन्त ब्युटी विथ ब्रेन है निलम दिदी, ब्युटी विथ ब्रेन। ट्रे चाहिँ छैन तर नि यहाँनिर आइडिया लाएर भए पनि ट्रे बनाइछु। प्याजीको लागि रेडी गर्दैछु है। आमा चाहिँ यहाँ प्याज हाल्नुको लागि खोर्सानी काट्ने रहेछ। त्यही त गिलास पनि ल्याएन सकेको हो। ल यहाँ चाहिँ म पकौडा बनाउँदैछु है। तातो पकौडा को खाने आउनुहोस्। यस्तो भयो। यो चाहिँ नानीहरूको लागि यिनीहरू हो। हाम्रो यहाँ चाहिँ फुपूले आलु निकाल्नु हुँदैछ। आमामा पुरा साह्रो परेको जस्तो। मिठो भयो है पकौडा चाहिँ। समृद्धको नाम छिटो आउँछ नि त। खोइ यता फुपू अन्डा खाँदैछौँ हामी। अब यता हेर्नु न आमा चाहिँ फोटो खिचेर आएको छ। फोटो होइन तपाईँको भिडियो गरिदिएको। ओ भाइ यहाँ चाहिँ हाम्रो काकीले बनाउनु हुँदैछ पनिर। लो यता हेरिदिनुहोस् त, पनिर बनाउनु हुँदैछ। यहाँ हाम्रो बाबाले चाहिँ यहाँ चिरीपिटी बनाउनु हुँदैछ हो। एकपट्टि जेठाजु एकपट्टि बुहारी। आज चाहिँ हामीले छोडिदिएको भनेर छोडिदिएको जेठाजु बुहारी एकपट्टि। यहाँ हाम्रो फुपाजु चाहिँ हेल्पर अरे। फिक्स हेल्पर होइन फुपाजु? फिक्स हेल्पर। यहाँ आमा पनि छ अर्को हेल्पर हो। बाबाको हेल्पर चाहिँ ए हो र। ल डाइरेक्टर भन्नु अरे हो। ल चिप्स हाल्नु हुँदैछ हो। आज चाहिँ कहिले नबनाउनेहरूले बनाउनु हुँदैछ नि त। बाबालाई चाहिँ घरमा त बनाउनु हुँदैन हो, यहाँ बनाउनु हुँदैछ पिकनिकमा। यस्तै त हो होइन, हल्का रमाइलो। यहाँ चाहिँ हाम्रो सानो मेम्बर, न्यू मेम्बर हो कि के हो होइन नि बहिनी? न्यू मेम्बर होइन, ओल्ड भइसक्यो नि बहिनी। खोइ भनेको ए हो। यहाँ छ समीप, उता छ रोनित अन्डा खाँदैछ। यहाँ चाहिँ छ बुढिया लोक आमैहरू। यहाँ चाहिँ छ फुपू। ए उता पनि देखाउनु पर्ने अरे। उता समृद्ध छ हाम्रो, समृद्ध भाइ एन्सम। यहाँ चाहिँ हाम्रो सोनाली सुतिरहेको। अन्डा पनि बोक्रा यार सबै
अहिलेको यो यस्तै रहेछ हौ फुपू सिस्टमै अर्को छ अहिले पानीमा हाल्नु पर्दैन त अन्त सब मैले बनाएको हामी चाहिँ यहाँ फुका भदैनी फेरि पानी हेर्नु जाँदैछौँ हो साग पनि खानु हुने अरे साग टिप्छौँ अब पानी सक्यो खाने पानी हो जाँदैछौँ यो चाहिँ मैले भर्खर हाम्रो घरको बारीको साग टिपेको छु यत्रो बेसी यहाँ फुपाजुले कोल्ड ड्रिङ्क्स ल्याउनु भयो हो यहाँ पोल्ट्रीको मासु रेडी हुँदैछ हो यहाँ सुँगुरको मासु अब यहाँ आमाले साग काट्नु आँट्नु भएको छ हो मान्छेहरू सब आफ्नो आफ्नोमा बिजी छ हौ कसै फोटो खिच्ने कसै कहाँ आउनु जानु आँट्ने हो खोलामा आएपछि त यही त हो है सबैजना मजा आयो कि आएन अभियानलाई आयो लो हेप्पी न्यू इयर भनिदेऊ न त अन्त न्यू इयर होइन न्यू इयर मामीको हो बर्थडे चाहिँ हाम्रो यहीँ सबैजना फ्यामिली चाहिँ सोच्नै पर्दैन छोरीहरूले सब अच्छा अच्छा यस्तो खुसी कुरा दादा to you happy birthday to you happy birthday dear Amui happy birthday to you may God bless you राम्रो कुरो नानीहरूले गर्नु यो चाहिँ बर्थडे गर्लको नातिनी बर्थडे गर्लको छोरी भन्दै यहाँ चाहिँ छ फ्यामिलीहरू सबैजना हाम्रो नातिनी बुहारी ज्वाइँ हाम्रो आमैले चाहिँ यहाँ फर्स्ट टाइम अरे हो केक काटेको चाहिँ टु यु खोइ भनेको हौ ह्याप्पी बर्थडे टु यु दिदी बहिनी ह्याप्पी पिकनिकमा हाम्रो नानीले माम खाँदैछ नि नानी आफै माम खाँदैछ लो खाइदिएर देखाइदेऊ न लो छिटो अहिले चाहिँ सबले खाना खाँदैछ कस्तो छ खानाहरू लो भन्दे आराध्या खाना कस्तो छ भन्दे आरुषी कस्तो छ खाना ल यहाँ चाहिँ भेज हो हाम्रो फुपू चाहिँ यहाँ बर्थडे गर्ल बुढिया बर्थडे बुढिया यहाँ अर्को दिदी बहिनी नै सँगै बसेर खाइरहेछ हो अब म पनि खाना खान्छु रियासा ल त यहाँ बुङ्गा यहाँ पक्री मलाई हेर्नु फेरि आफै आउँछु यहाँ हाम्रो बडी एक्लै बसेर खानुहुँदैछ यहाँ हो यहाँ चाहिँ हाम्रो गोर्खे अचार चाहिँ अब खाना खानु आँटेको